हेलो गाइस, वेलकम छ मेरो पहिलो मिनी ब्लग भिडियोमा। बिहान बिहान साथीले फोन गरेर मन्दिर जाने होइन, कुम्भकर्ण छिटो उठेर आइज भने यसो ऐनामा गएर अनुहारहरूको नराम्रो देखिए। म निन्द्रामा साथीलाई फोन गरेर बोलाएँ। साथीले कबुल काटेर निन्द्रामा झुलिरह्यो। फेरि ल ठिक छ भनेर सबै रेडी भएर बाहिर निस्केपछि अब गाडीमा बसेर बाहिरको भ्यूहरू भिडियो रेकर्ड गरेँ। साथीहरू सुतिरहेको थियो, कोही थकाइरहेको थियो। त्यसपछि हरियो पाहाड देखियो, मन्दिरहरू पनि देखियो। त्यसपछि 2-4वटा ज्ञानगुनको कुरा गरेँ। फेरि पूजापाठको सामानहरू लिएर ल अब पूजा गर्न जानुपर्छ भनेर साथी हामीहरू फेरि हिँड्यौँ। साथीले ल जाऊँ न त अब भित्र पूजा गर्न भनेर पण्डित बाजे थियौँ। यसो कुराकानी गरेँ। पण्डित बाजेले नरिवल घुमाउनु मजाले भनेको इच्छा कामना पुरा हुन्छ भनेपछि ल ठिक छ भनेर त्यहाँ पनि घुमायौँ। घुमिसकेर पट्ट नरिवल फुटाल्नु पर्यो भनेर पट्ट नरिवल फुटालेँ। त्यसपछि गुफाभित्र मन्दिर छ भनेर सिडी चढ्छु भनेर ढोक गरेर सिडी चढ्न लाग्यो। सिडी चढ्न लाग्यो। साथीले म त सक्दिनँ, मलाई पनि बोकेर लैजा भनेर भन्छ। ल त ठिकै छ भने सकि नसकी तान्छु भनेको हल्का माथि गएको। साथी त खुसीले गदगद दौडिन्छ। फेरि हनुमान भगवानलाई देखेँ। त्यसपछि हनुमान भगवानले यसो दर्शन गरेँ। त्यसपछि फेरि एकजना महिला हुनुहुँदो रहेछ पर्यटक, उहाँसँग जानी नजानी टुटेफुटे इङ्ग्लिस बोलेर आफ्नो नेपालको बारेमा 2-4वटा शब्द सुनाएँ। नेपाल घुम्न जानु होला भने धेरै खुसी हुनुभयो। नेपाल घुम्न आउँछु भन्नुभयो। ठिक छ भनेर म पनि अब एउटा ड्रोन क्यामेराको सट लिन्छु भनेको। मान्छे धेरै भएर मेरो अनुहार स्क्यान गर्न सकेन र मेरो अनुहार लास्टै कालो भयो भनेर मेरो अनुहार देखेँ। ड्रोनले पनि स्क्यान गर्न सकेन। त्यो पनि एउटा सट चाहिँ लिएँ। हेर्नु कस्तो आएको छ हजुरहरूले। ड्रोन क्यामेराबाट लिएको बातुकेप मन्दिरमा। त्यसपछि हामी गुफाभित्र जान लाग्यौँ। गुफाभित्र यस्तो छ। फेरि त्यहाँ पनि पूजापाठ गऱ्यौँ साथीले र मैले। अगरबत्तीहरू चढाइसकेपछि ल ठिक छ भनेर पूजा सकेर अब तल झरिसकेपछि साथी ल घुम्न जाऊँ, मेट्रो ट्रेनमा बसेर जाऊँ भनेर ठिक छ भनेर मेट्रो ट्रेन कुद्दा कुद्दा बसेँ। मेट्रो ट्रेन आइपुग्यो। मैले यसो एउटा स्याड भिडियो बनाउँछु भनेको किन हो स्याडै हुँदैन मेरो अनुहार पनि। विचार गरेँ स्याड भएन। ल ठिकै छ अब जस्तो होइन एउटा भिडियो लिन्छु त नि भनेर भिडियो ठिकै छ। अर्काको देशमा साथीभाइहरूसँग घुम्नुपर्छ कहिलेकाहीँ भन्ने जस्तो लाग्यो। पुगे लगत 2-4वटा ट्याकटुक डान्सहरू हाने बित्तिकै स्लो मोसन एउटा भिडियो बनाउँछु भनेको हुँदै भएन। फेरि राति पख गएँ म पनि एउटा भाइरल पुलमा गएँ। भाइरल पुलमा गएर ल वरिपरिको यसो भ्यूहरू देखाउनु भनेर भनिसकेपछि रात परिसकेको थियो। वरिपरि मान्छेहरू धेरै थियो। भिडियो गराउनु त मन थियो। मोबाइलको ब्याट्री लो भइसकेको थियो। ठिकै छ एलइडीमा एउटा दुइटा भिडियो बनाइहालौँ भनेर बनाइहालेँ। मेरो मोबाइल स्विच अफ भयो, बाँकी भिडियो बनाउन पाइएन। मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। मेरो फुल भिडियो आउँछ, हेरिदिनु होला।